साथीहरू मैले तपाईहरूलाई भनिसके यो मेरो फर्स्ट अनुभव हो। कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनुहोला। मैले आफूले बुझेका कुराहरू तपाईहरूलाई सुनाउन पाउँदा निकै आनन्दमय अनुभव हुने गर्छ। त्यसैले तपाईँ पनि उस्तै म पनि उस्तै म भर्खर N4 मा प्रवेश गर्दैछु। त्यसैले तपाईँले पनि बुझ्नुहोस् र म पनि बुझ्नेछु, हामी सँगै पढौँ है त। हेर्नुहोस्, मैले तपाईँलाई इरासेमासको बारेमा भनिसके। दोकु बेचुना केइगो अघिल्लो भिडियोमा तपाईँले हेर्न सक्नुहुन्छ, जस अन्तर्गत सोनकेइगो र केन्जेउगो हुने गर्छन्। अब आज म तपाईँहरूलाई मेसी आगारिमासको बारेमा भन्नेछु। यहाँ तपाईँले देख्नुहुन्छ तालिका, हामीलाई पढ्नको लागि तालिका बनाएर सजिलो दिएको छ। यो तपाईँले जब बनाइसकेपछि N4 को बुक पाउन सक्नुहुन्छ। यो लेसन 1 मा रहेको छ। यसरी तपाईँले यो बुझ्नुभयो भने तपाईँलाई सामान्य बोलीचाली कन्भर्सेसन गर्नको लागि एकदमै सजिलो हुनेछ। अब म सुरु गर्छु है त। हेर्नुहोस्, ताबेरु, नोमु र मोराउ। अब ताबेमास, नोइमास र मोराइमास है त। अब यो तोको बेचुना केइगोहरू दुई प्रकारका हुन्छन्। मैले भनिसके सन केइगो र केन्जेउगो। सबैभन्दा पहिला हामीले बुझ्नुपर्ने कुरा के छ भन्दा, हेर्नुहोस् है त, यो कपीमा पनि मैले लेखेको छु यहाँहरूलाई सजिलो होस् भन्नका लागि। देख्न सक्नुहुन्छ, तोकु बेचुना केइगो स्पेशल केइगो, अरूलाई सम्मान देखाउन प्रयोग हुने भाषा। अब यसमा दुई प्रकारका भनिसके मैले तपाईँलाई, सोन केइगो र केन्जेउगो। देख्न सक्नुहुन्छ, सोन केइगो कुनै पनि व्यक्तिसँग कुरा गर्दा एकदमै सम्मान गरेर बोलिने भाषा भनेको सोन केइगो हो। जस्तो यस्ता भाषाहरू हामी कति बेला बोल्छौँ भने जब कसैसँग पहिलो भेट, टिचर, बोस, अननाउन पर्सन, आफूभन्दा ठुला बडासँग बोल्दा एउटा ओडहरू प्रयोग गरिन्छन्। अब केन्जेउगो आफू नम्र भएर अरूलाई ठुलो बनाएर कुरा गर्ने जुन प्रक्रिया हुन्छ त्यसलाई केन्जेउगो भनिन्छ है त। जस्तो आफू नम्र हुनु भन्नाले हामी आफ्नो बारेमा केही कुरा भन्नु पर्दा जहिले पनि समय र नम्र रूपमा प्रस्तुत भएको राम्रो देखिन्छ। सबै कन्डिसनमा यी ओडहरू प्रयोग गर्न आवश्यक हुँदैन। जति बेला यी ओडहरू प्रयोग गर्न आवश्यक हुँदैन, जति बेला हामी अफिस, जब, इन्टरभ्यू, कस्टमर, टिचरसँग आदि व्यक्तिहरूसँग भेट हुन्छौँ त्यति बेला यस्ता शब्दहरूको प्रयोग गर्नुपर्छ। तर यति कुरा हामीले बुझ्नु आवश्यक छ कि आफू सानो भएर अरूलाई रेस्पेक्ट तरिकाले कुरा गर्न सक्यो भने यसलाई बल्ल केन्जेउगो भनिन्छ। साथीहरू, तपाईँले यति कुरा बुझ्नुहोस् कि सोन केइगो भनेको अरू व्यक्तिका लागि हामीले प्रयोग गरिने ओडहरू हुन्, भाषाहरू हुन्। अब केन्जेउगो भनेको आफ्ना लागि मात्रै प्रयोग गरिन्छन् के, बुझ्नुभयो? यिनीहरू भनेका एकदमै पोलाइट हुन्। पोलाइटको पनि अझै पोलाइट स्पेशल केइगो भनिन्छ के यिनीहरूलाई। तोकु बेचुना केइगो निहंगोमा है। यिनीहरू दुई प्रकारका हुन्छन्, सोन केइगो र केन्जेउगो। तपाईहरू अकमक्किनै पर्दैन। सोन केइगो भनेको कुनै पनि व्यक्तिसँग कुरा गर्दा सम्मान गरेर, उनीहरूलाई रेस्पेक्ट गरेर, ठुला बडा, मैले भनिसके तपाईँहरूलाई, टिचर, बोस है। हामी पहिलो पटक जो व्यक्तिसँग भेट हुन्छौँ, अननाउन पर्सन जसलाई हामीले चिनेका छैनौँ, त्यस्ता व्यक्तिहरूसँग सोन केइगो ओडहरू प्रयोग गरेर हामी बोल्नु पर्ने हुन्छ। केन्जेउगो यो भनेको आफू एकदमै नम्र हुने कि आफ्नै बारेमा भन्ने। अब जस्तो तपाईँले यहाँ अरू भन्दा पनि मैले सानो उदाहरण दिए भने तपाईहरूले बुझ्न सक्नुहुन्छ। ओकियाको सानवा। अब यसमा हेर्नुहोस् त, सोन केइगो यो भनेको अरूकै लागि, अरूलाई नै भन्ने हो, अरूलाई नै सम्मान। यहाँ हेर्नुहोस् है, सोन केइगो यो अरूकै लागि भन्ने हो, अरूलाई नै सम्मान गरेर भन्ने हो। जस्तो ओकियामा सानवा नानी हो मेसी आगारिमासका। अब ओकियामा सानले के खानुहुन्छ भनेर उहाँलाई सोध्नु पर्यो, के खानुहुन्छ त भनेर। अब ताबेमासका भन्न पनि सकिन्थ्यो। अब हेर्नुहोस् त, म तपाईँलाई बुझाइहालेँ। ताबेमास, ताबेरु, यो ताबेमासको प्लेन फर्म हो है। बुझ्नुहुन्छ नि तपाईँले, ताबेमासको प्लेन फर्म हो। यसमा हामीले डाइरेक्ट भन्न पनि सकिन्थ्यो कि ताबेमास भनेको पनि पोलाइट फर्म नै हो। अझ त्यो भन्दा पनि अझै खास गरी पोलाइट फर्म भनेको मेसी आगारिमास। यति
यति कुरा बुझ्नुस् है तपाईले। ताबे मास पनि पोलाइट फर्म नै हो हैन। अनि त्यो भन्दा अझै पोलाइट भनेको मेसी आघारी मास। अब यहाँ हेर्न सक्नुहुन्छ ओकी याकु सामा वा गोहान ओ हेर्नुस् है ओकी याकु सान वा गोहान ओ मेसी आघारी मास खाना खानुहुन्छ। अब उहाँलाई नै भन्नु पर्यो नि त हामीले। अब ओकी याकु सानले गोहान खानुहुन्छ। अब यसको ठाउँमा ताबे मास भन्न पनि हामीले सकिन्थ्यो क्या, तर यो चाहिँ हामीले कुन फर्ममा चेन्ज गरिरहेका छौँ त तोको बेचुना केइगो भएको कारणले। बुझ्नुस् है यति कुरा हो। यसरी हामीले यी भाषाहरू प्रयोग गर्न सकिन्छ। अब म तपाईहरूलाई थोरै केन्जेओगोको बारेमा पनि बुझाउन चाहन्छु। हेर्नुस् त केन्जेओगो भनेको मैले के भने जति पनि कुराहरू आफ्ना लागि गरिन्छ, आफ्नै लागि भनिन्छ हैन। मैले यस्तो गरे, म यहाँ गए, मैले यो खाए, मैले यो खान्छु, म त्यहाँ जान चाहन्छु, म यस्तो गर्छु, यी जति पनि शब्दहरू छन् नि तिनीहरू आफ्नै लागि प्रयोग हुने भएकाले यसलाई केन्जेओगो भनिन्छ। अब एक नम्बरमा छ वातासी वा गोहानो इतादाकी मास, म खाना खान्छु। अब हेर्नुस् है म खाना खान्छुमा ताबे मास पनि भन्न सकिन्थ्यो कि, तर यो ताबे मास हामीले भनिदैन। केन्जेओगो हेर्नुस् त केन्जेओ भनेको आफ्नो लागि, आफ्नो लागि भन्नु पर्यो। आफ्नो लागि भनिने पोलाइट शब्दहरू हुन् है यिनीहरू। अब ताबे मास भनेको पनि पोलाइट हो, त्यो सामान्य पोलाइट हो भने एकदमै उप्पर दुप्पर पोलाइट भनेको इतादाकी मास। हेर्नु न यहाँ हेर्नुस् त ताबे मासको इतादाकी मास छ। बुझ्नुभयो? यहाँ के भनेको छ म खाना खान्छु। वातासी वा गोहानो ताबे मास पनि हुन्थ्यो, तर यो पोलाइट शब्द जस्तो केन्जेओगोको पोलाइट शब्द भनेको इतादाकी मास रहेछ। यसरी बुझ्नुस् है। तर यो सबै ठाउँमा प्रयोग गरिँदैन है। जहाँ मैले तपाईलाई भनिसके ठुला बडा मानिसहरू, टिचरहरू, बोसहरू, त्यस्ता मानिसहरूको अगाडि हामी आफू सानो भएर नम्र तरिकाले आफूलाई प्रयोग गरिने शब्दहरू हुन् इतादाकी मास। अब नोमी मास पनि त्यस्तै नै हो। तपाईहरूले बुझ्नुहोस् जति पनि यहाँ ताबेरु, नोमु, मोराउ छन् यिनीहरूको सोनकेइगो भनेको मेसी आगारी मास रहेछन्। यिनीहरू अरू कुनै व्यक्तिलाई सम्मान गरेर प्रयोग गरिने शब्दहरू, अरूलाई भन्नु पर्यो भने मेसी आगारी मास। अब आफूलाई भन्नु पर्यो भने ताबेरु, नोमो र मोराउको इतादाकी मास भन्न पर्यो क्या। बुझ्नुभयो? इतादाकी मास भन्नु पर्यो। जस्तो अब तपाईलाई फेरि म इक्जाम्पल भन्छु। यहाँ हेर्न सक्नुहुन्छ वातासी वा ओच्याओ इतादाकी मास। हेर्नु त वातासी वा ओच्याओ नोमी मास पनि हुन्थ्यो यहाँ, तर हामीले कसैको अगाडि आफू नम्र भएर शब्द प्रयोग आफ्नो लागि भन्नु पर्यो नि। म चिया पिउँछु, यिनी भनेको पोलाइट शब्द हुन् क्या। नोमी मासको अझै पोलाइट, नोमी मास पनि आफैमा पोलाइट हो, तर अझै पोलाइट भनेको इतादाकी मास। म चिया पिउँछु। बुझ्नुभयो? कति सजिलो छ है बुझ्यो भने। अब उपहार पाउँछु इतादाकी मास भनेको अब यहाँ मोराई मास छ नि, यो मोराई भनेको प्राप्त गर्नु, कुनै पनि चिज पाउनु हो। ताबे मास भनेको खानु, नोमी मास भनेको पिउनु, अनि मोराई मास भनेको कुनै पनि चिज कसैबाट पाउनु, प्राप्त गर्नु। जस्तो यहाँ तपाईले बुझ्न सक्नुहुन्छ वातासी वा प्रिजेन्तो ओ इतादाकी मास, यसमा मोराई मास पनि हुन्थ्यो। मोराई मासको पोलाइट फर्म इतादाकी मास हो, तर यो पोलाइट फर्म हामीले केन्जेओगो हो। यो हामीले आफू अरूको अगाडि एकदमै सानो देखाएर बोलिने एउटा पोलाइट फर्म हो इतादाकी मास। मोराई मासको ठाउँमा यहाँ तीनवटा जति पनि छन् ताबेरु, नोमी मास र मोराई मासका पोलाइट फर्महरू भनेका के रहेछन्? इतादाकी मास। बुझ्नुभयो? अब म फेरि अन्तिममा तपाईलाई बुझाउन चाहन्छु। तोको बेचुना केइगोको नियम अनुसार ताबेरु, नोमु, मोराउका सोनकेइगो र केन्जेओगोको बारेमा भनिसके। अब फेरि थोरै स्पष्टसँग बुझौँ हामीले। यहाँ ताबेरु, नोमुको सोनकेइगो
सरी, यहाँ ताबेरो नोमुको सोनकेइगो मेसी आगारी मासु बुझिसक्नुभयो। यो सोनकेइगो यहाँ मोराउ भए तापनि मोराउको सोनकेइगो मोराउ अर्थात् मोराई मास नै हुन्छ। यहाँ हेर्नुहोस् त, यसको सोनकेइगोमा हामीले ठुला बडालाई भन्नु पर्यो भने ताबेरो र नोमी मासको मेसी आगारी मास रहेछ। सरी है, मैले पहिला तपाईहरूलाई यो तिनटैको मेसी आगारी मास भनेको थिएँ, तर यहाँ मोराउको यहाँ चिन्ह पनि देख्नुहुन्छ, यहाँ कालो कुरुई, यहाँ ब्ल्याक यस्तो लगाएको छ। यहाँ मोराई मासको चाहिँ छुट्टै हुँदो रहेछ, त्यसको लागि म क्षमा प्रार्थी छु। मोराउको मोराई मास नै हुँदो रहेछ है, मेसी आगारी मास हुँदैन। मेसी आगारी मास भनेको मात्र ताबेरो नोमु। अब यहाँ देख्न सक्नुहुन्छ तपाईले, यहाँ ताबेरो नोमु मोराउको सोनकेइगो इतादाकी मास हुन्छ। यिनीहरू सबैको सरी केन्जेउगो भनेको आफ्नो लागि प्रयोग गरिने भाषा। यिनीहरू सबैको इतादाकी मास हुन्छ। नोट, सोनकेइगो अरूलाई भन्दा र केन्जेउगो आफूलाई भन्दा। यति कुरा चाहिँ ख्याल गर्नुहोस् है। हवस् त, नमस्कार। आजको भिडियो यति नै।